सम्मानजी नमस्कार। नमस्कार सम्माननीय म दिलीराम शर्मा सचिव स्वास्थ्य मुख्य सचिवज्यू आवाजान के गर्नु ए तानिएको त होइन। मुख्य सचिवज्यूहरू अनि यहाँ उपस्थित हुनुभएको सुरक्षा निकायका प्रमुखज्यूहरू, पत्रकार बन्धुहरू र कार्यालयका कार्यरत कर्मचारी दिदीबहिनीहरू, यो आज मलाई यहाँ उपस्थित भई आज पदभार ग्रहण गर्ने मौका अवसर मिल्यो र सचिवज्यूहरू लगायत सम्पूर्णले मेरो कार्यकालको सफलताको कामना गर्नुभएको हुनाले म सबैलाई धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट। र सर्वविदितै छ, यहाँहरू सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको चाहिँ मन्त्रीमण्डलको गठन हुनुपर्ने आवश्यकता पर्न आयो। 27 घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ। देशभरिमा 40 जना जति युवा युवतीहरूको ले मृत्युवरण गर्नु पर्यो र सुरक्षा निकायहरू, प्रहरीका बिटहरू, सर्वोच्च अदालतहरू, तराईका जम्मै सम्पूर्ण जिल्ला अदालतहरू, उच्च अदालतहरू लगायत सिंहदरबार समेत सम्पूर्ण आगोमा विभत्स तरिकाले चाहिँ जलेर गयो र हाम्रा जति पनि रेकर्डहरू, प्रमाणहरू, सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई एउटा चाहिँ अर्को समस्या, ठुलो समस्या, भौतिक भवनको क्षतिले त केही हुँदो रहेनछ, त्यो त बनाउन पनि सकिन्छ, तर ती रेकर्डहरू, ती जमानाका फाइलहरू, ती विवरणहरू सम्पूर्ण हाम्रो नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका चाहिँ छौँ। हाम्रो अवस्था शून्यमा छ। हाम्रा सुरक्षा निकायहरू पनि मात्रै जलेन, हाम्रो सुरक्षाका कार्यरत कर्मीहरूको पनि देहावसान भयो। त्यहाँका चाहिँ अहिले हाम्रो सम्पूर्ण देशभरिका चाहिँ सुरक्षाकर्मीलाई दिएको वाहनहरू अब अर्को खरिद नगरी नहुने अवस्थाहरू चाहिँ विद्यमान चाहिँ छ। र यस घडीमा यो मलाई अलिकति लागेको कुरा के हो भने यसपल्टको यो जुन हत्या हिंसा भयो, चाहे हत्या होस् चाहे यो आगजनीका कुराहरू भएका छन्, यो टिपिकल कस्तो भने मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरू छ त्यसमा छानी प्रहार भएको छ। प्रहरीहरू सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो। ती बिटहरू सम्पूर्ण र प्रहरीका चाहिँ जुन चौकी थानाहरू सबै जले, अदालतका फाइलहरू सम्पूर्ण नष्ट भएर गयो। हाम्रै सिंहदरबारभित्रका पनि कैयौँ त्यस्तो पुराना फाइलहरू ती सबै नष्ट भएर गयो। बडो आश्चर्यको कुरा छ कि किन यसरी यो चाहिँ एउटा के छ भनेदेखि अत्यन्त आवश्यक संस्थाहरू देशको, जसले चाहिँ यो देशको शासन चलाएको छ, ती भवनहरू र ती मिसिल, ती कागजहरूबाट त्यो हाम्रो चाहिँ के हो भने हामी नष्ट भयो। अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने? मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला भत्काउला बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलोचोटि भएको हो। त्यसैले यो यस किसिमबाट चाहिँ हाम्रो चाहिँ यो संस्थाहरू अहिले हाम्रो यस्तो चाहिँ अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याएर गरेको छ। मलाई त जहाँसम्म लाग्छ यो एउटा प्लान वेमा षड्यन्त्रै भएको हो कि भन्ने मलाई लाग्छ। यो अनुसन्धान हुन बाँकी छ र अनुसन्धान गरेर यसरी चाहिँ प्रहार गर्नेहरूलाई, यसरी नोक्सान गर्नेहरूलाई त्यो पनि एउटा के छ भने अपरिहार्य वस्तु, अत्यन्त आवश्यक कुराहरूको चाहिँ यो माटो मेट जुन गराएको छ त्यसलाई छोड्नुपर्ने अवस्था चाहिँ छैन। यो कारबाही हुनुपर्ने अवस्था छ। यसको खोजबिन तलास
हुनुपर्ने अवस्था छ। र मैले भने एकातिर यो कुरा छ भने अर्कोतिर जुन परिस्थितिमा म आएँ कुनै रहरले म आएको होइन। सडकबाट जताततैबाट मलाई फलानालाई सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो। मैले पनि विवश हुनु पर्यो। र जहाँसम्म मेरो जुन टिम छ, टिमले जुन काम गरिरहेछ, हामीले चाहिँ के छ भने हामी कुनै यो सत्ताको यो पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। हामीले के चाहेको भने ठिक छ, हाम्रोलाई खोजियो, आवाज गरियो त हामीले यो बेलामा किन सेवा नगर्ने भनेर सक्दो हामीले के गर्यौँ भने 6 महिना मात्रै अवधि, त्योभन्दा बढी नबस्ने, कुनै हालतमा पनि हामीले कुरा यो आफ्ना काम कारबाही गरेर हामी चाहिँ मुक्त हुने र नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने हाम्रो चाहिँ एउटा हामीले अठोट गरेका छौँ। मलाई जहाँसम्म लाग्छ यो अठोटमा यहाँहरूको साथ नपाइकन सम्भव चाहिँ छैन। त्यो यहाँहरूले साथ, सुरक्षा निकायले पनि हामीलाई साथ नदिकन चाहिँ यो सम्भव छैन। त्यसैले गर्दाखेरि चाहिँ अब हेर्नुहोस्, मलाई सहयोग गर्नुहोस्। अब हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ, मैले सचिवज्यूलाई, मुख्य सचिवज्यूलाई पनि हिजो अस्ति नै मैले भने, किन हामी आफ्नै तर्फबाट, आफ्नै मुलुकका जनताबाट पहल गरेर त्यो कुराहरूको पुरा किन नगर्ने? सानो भए पनि, तिनो भए पनि, तराईमा चाहिँ किन हामी बाँसका भाटा जोडेर त एउटा चाहिँ प्रहरीको बिट किन नबनाउने? एउटा सस्तो हामीलाई काम चलाउ भए त पुग्छ। त्यो हामी किन नगर्ने? यसरी हामीले चाहिँ एउटा यतिसम्म नेपालीहरूमा क्षमता रहेछ। नेपालीहरूलाई जत्तिकै, जस्तो भूकम्प आयो 72 को, मलाई थाहा छ यो सिंहदरबार रेट्रोफिट भएको कैयौँ रुपियाँ खर्च भएर अस्तिको कुरा हो। त्यो हाम्रो पैसा भयो, जुन मुलुकको पैसा खर्च भएको छ, त्यो खर्चको त यो भवनले अहिले सबै हामीलाई त्यसको चाहिँ के छ भन्दाखेरि पुरा पनि भइसकेको छैन। सर्वोच्च अदालतमा म थिएँ, त्यतिखेर न्यायाधीश थिएँ। त्यो कति दुःख गरेर रेट्रोफिट गरेको, आज त्यो भवनलाई राम्रोसँग युज पनि नगरेर, उपयोग पनि नगरेर अहिले जलेर भस्म भएर त्यस्तो अवस्थामा पुगेको छ। त्यसैले यो हाम्रो लागि त्यो अपराधीहरूले गरेको हामी माथिको चुनौती हो, यो मुलुकको विरुद्ध गरेको चुनौती हो। त्यो चुनौतीलाई चाहिँ तपाईँ हामी सबैले मिलेर जुटेर एउटा एकताको भावना राखेर हामीले चाहिँ त्यो पुरा आफ्नो तर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ, चाहे म हिजो एउटा यो हाम्रो चाहिँ भाटबटेनी छ, यो के भन्छ चक्रपत्नीहरूको भाटबटेनी, त्यहाँनिरको बिटमा गएको थिएँ। म त्यहाँ माथि चढेँ, हेरेँ, मैले सबै कुरा सुनेँ, उत्रिँदाखेरि चाहिँ एउटा व्यापारीहरूको ठुलो समूह त्यहाँ भेला भयो। भेला भएपछि उनीहरूले के भने भनेदेखि, सम्मानज्यूले यसमा कुनै चिन्ता लिनु पर्दैन, हामी छौँ, यो सुरक्षा हामीलाई चाहिने हो, यति ठुलो फटाइ भएको छ, हामी यसलाई पुरा गरिदिन्छौँ, तपाईँहरूले धन्य मान्नु पर्दैन, यो हाम्रो जिम्मा भयो, हामी गर्छौँ भनेपछि मैले पनि उहाँहरूलाई धन्यवाद दिएँ। किनभने कमसेकम राज्यको एउटा सानो कोष त बच्यो। अनि उहाँहरूले के भन्नुभयो भने, तपाईँ त वकिलबाट आएको हो, सर्वोच्च अदालत बनाउनलाई वकिलहरूलाई भन्नुहोस् न, रात दिन त वकिल खट्ने हो भने। अब त्यसो उहाँहरूले भन्नुभयो भनेर हुने त होइन, सर्वोच्च अदालत बन्नलाई त धेरै पैसा लाग्ने अवस्था छ। त्यस कारण जे होस्, हामी सबैजना मिलौँ, एकले अर्काको आलोचना गर्ने नकाम, यो विषयमा हामी युनिट चाहिँ हौँ। र यो हाम्रो चाहिँ अब यो आगामी दिनहरूमा यो यदि युवा पुस्ताको सोच बमोजिम चाहिँ एउटा चाहिँ काम गर्नुपर्ने भएको छ। बडो मलाई एकदम विचित्र लागेको छ यो मुलुकमा यो जुन एउटा मुभमेन्ट आयो, यो बडो अचम्म, वर्ल्डमा कहीँ पनि भएको छैन। 27 घण्टाको आन्दोलन मा चाहिँ काया पलट गरेको मलाई थाहा छैन। त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन, गुड गभर्नेन्स र एउटा समान आर्थिक समानताको कुराहरू
का मागहरू गरेको हुनाले त्यो पुरा गर्नलाई हामी तपाईँहरूले अठोट गर्नुपर्ने अवस्था छ र यो क्षतिहरूको पनि मूल्याङ्कन गरेर आगामी कार्ययोजनाहरू चाहिँ गरेको छ। अनि हिजो मैले हालै त्यो 24 गतेको दिन 23 गतेको दिन मृत्युवरण गर्नेहरूले नाबालकहरू साना साना चाहिँ स्कुले र कलेजका विद्यार्थीहरू छात्र छात्राहरूको सम्बन्धमा उहाँको परिवारहरूलाई मैले भेट्ने काम गरेँ। मलाई पनि दुःख लाग्यो, उहाँहरूको आँसु देखेर बहुतै दुःख लाग्यो। अनि मलाई के फिल भयो भने एउटा परिवारको एउटा चाहिँ परिवारको सदस्यको अन्त्य भएको छ अनि तिनले राज्यसँग थापेर मलाई केही सहयोग गर, मेरो चाहिँ घरमा यत्रो नोक्सान भयो, ज्यानधन गयो भनेर भन्नुभन्दा पहिले राज्यले नै यसको चाहिँ के छ भनेदेखि पुर्ताल किन नगर्ने? उहाँहरूलाई रुने अवस्था, उहाँहरूलाई चाहिँ एउटा चाहिँ कस्तो भनेदेखि एउटा मर्न त उहाँहरूको परिवारको मर्यो, त्यसपछि आर्थिक अवस्था पनि उहाँहरूमा विपन्नता आउँछ। त्यसले गर्दा हामीले मुख्य सचिवज्यू र म 8-9 बजेसम्म होला हामीले 9 बजे 10 बजेसम्म सरसल्लाह गऱ्यौँ र त्यसपछि आज मैले यहाँ आएर उहाँहरूलाई चाहिँ शहीद घोषणा गरेकोमा त्यस निर्णयमा मैले हस्ताक्षर गरेँ। उहाँहरूलाई हाम्रो यहाँको सिस्टमै अब देश अनुसारको हुन्छ, मुलुक अनुसारको 10 लाखको एउटा लिमिटेसन छ, त्यो 10 लाख प्रदान गर्ने हामीले निर्णय चाहिँ गऱ्यौँ। घाइतेहरूलाई पनि उपचार र केही राहतको पनि हामीले निर्णय गरेका छौँ। यसको अतिरिक्त अरू कुराहरू पनि मुख्य सचिवज्यूहरूले चाहिँ एउटा चाहिँ हेक्का राख्नु भएको छ, त्यो कुराको उहाँहरूले चाहिँ त्यो विचार गर्नुभएको छ। अहिले मृतकका परिवारहरू काठमाडौँ भ्यालीमै छन्, उनीहरू बसेको उठेको खाएको यहाँ बसेको त्यो खर्च हेरिदिने, मृतकको चाहिँ सबलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउने हो भने कसैले चाहन्छ भने त्यो चाहिँ के छ भने सर्भिस त्यो उहाँहरूको लागि सवारीको लागि पनि व्यवस्था गरिदिने आदि। र पछिसम्म अपाङ्गको परिभाषाभित्र कोही परेछन् भने त्यो एउटा उपचारको एउटा सुविधाहरूको चाहिँ व्यवस्था गर्ने भनेर यति हामीले गरेका छौँ। र हाम्रा साथीहरूले प्राइभेट सेक्टरमा पनि बाट पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरूले कोसिस गरिरहनु भएको छ। हामीले त्यस्तो एउटा घाउ भएको मानिस, एउटा चोट परेको व्यक्तिलाई हामीले मलम लगाउनु नै पर्छ, किनभने यो हाम्रै इस्यु हो, हाम्रै मामला हो, हाम्रै छोराछोरी हुन्, हाम्रै सन्तान हुन्। त्यसैले उनीहरूलाई अन्यथा मान्ने, अन्यथा दुखी बनाउने हाम्रो कहिले सोच रहेन। त्यसैले हामीले हठात नै यो निर्णय गऱ्यौँ। अब क्रमशः सद्गतको लागि हाम्रो तयारी हुन्छ। पोस्टमार्टम भइसकेको जसको शव छ उनीहरूको लान चाहने, आफ्नो घरको क्षेत्रमा लान चाहनेहरूलाई को व्यवस्था पनि गरिदिने र यतै शवको चाहिँ के छ भने उनीहरूको चाहिँ दाह संस्कार गर्ने हो भने त्यो चाहिँ एउटा चाहिँ अब त्यो बाटो खुल्छ। त्यसै भएको हुनाले अब सबै पक्ष मिलेर नेपालको निर्माण गर्नु पर्यो। हालाकि अहिले हामी एकदम विषम आर्थिक परिस्थितिमा छौँ, जनता पनि विषम आर्थिक परिस्थितिमा छ, हाम्रो सरकार पनि विषम आर्थिक परिस्थितिमा छ। हामी के गर्न सक्छौँ, हामी कसो गर्न सक्छौँ, हामीले विचार गरेर हामी चाहिँ त्यसरी चाहिँ निर्माणमा हामीले चाहिँ एउटा हाम्रो प्रयासहरू चाहिँ हामीले चाहिँ गर्नेछौँ। र सबभन्दा दुःखको कुरा के भएको छ भने यो अहिले जुन किसिमको चाहिँ यो एउटा आतंक जस्तो 24 गते फैलाइयो, व्यक्तिका घर, व्यक्तिका सम्पत्ति, अनि प्रमुख एउटा चाहिँ के छ भने सुरक्षा निकायदेखि लिएर एउटा चाहिँ सचिवालय जस्तो, राज्यको मुख्य सचिवालयहरू जस्तो, अदालतहरू जस्तो निकाय सम्पूर्ण जलाउने कामहरू चाहिँ जुन भयो, त्यसको अतिरिक्त एउटा अर्को दुखान्त घटना पनि घटेको छ। व्यक्तिको सम्पत्तिको, व्यापारीहरूको, इन्टरप्रिनरहरूको, उद्योगीहरूको सम्पत्ति पनि डढाउने, नाच्ने, मास्ने कामहरू चाहिँ भएको छ। तिनलाई पनि हामीले जसरी उभिन्छौँ उभ्यौँ भनेर चाहिँ हामीले
सोच्न भएन, त्यसरी गर्नु भएन। किनभने व्यक्तिगत सम्पत्तिको क्षति भएर कतिपय व्यापारी त अब त उनीहरू उठ्न नसक्ने अवस्थामा पुगेका छन्। त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ, हामी विचार गर्छौँ कि उनीहरूलाई कसरी उठाउने, कुन सहयोग दिने। ब्याङ्कको सफ्ट लोनहरूबाट हुन्छ कि अथवादेखि केही अन्य उयोहरू गरेर हुन्छ। अब साना साना व्यापारीहरू पनि, सटर खोलेका व्यापारीहरू पनि लुटिएका छन्, सानो सानोहरू। त्यस्तो परिस्थिति भएको हुनाले हामी एक त आज मैले बिहान न्युजमा पढेँ कि जो व्यापारीहरूको नोक्सान भएको छ उहाँहरूले भन्नुभएको छ हामी उठ्ने कोसिस गर्छौँ, हामी हार्दैनौँ भन्नुभएको छ। त्यसैले म उहाँहरूलाई त्यत्रो एउटा आफ्नो चाहिँ भित्रको आन्तरिक बल देखाउनु भएकोमा म उहाँहरूलाई धन्यवाद पनि दिन्छु र शुभकामना पनि दिन्छु। जसरी चाहिँ एउटा के छ आतङ्क जस्तो जलाएर खरानी बनाउने काम गरियो, त्यसको बावजुद पनि म उड्छु भन्ने उहाँहरूले जुन किसिमको अठोट गर्नुभएको छ त्यसको लागि शुभकामना र धन्यवाद छ र राज्यको तर्फबाट उहाँहरूलाई सल्लाह चाहिने हो कि उहाँहरूलाई चाहिँ अब कुन किसिमबाट सहयोग गर्ने हो त्यो हामी चाहिँ पछि विचार गर्नेछौँ। यति भन्दै म आफ्नो 2 शब्द त नभनौँ, धेरै शब्दै नै बोलेको छु, म धन्यवाद भन्न चाहन्छु।